तीनकुने क्षेत्रलाई जसरी आन्दोलन गर्ने क्षेत्रको रूपमा स्थापित गरिन खोजिँदैछ त्यो सरकारबाट गम्भीर त्रुटि भएको छ। यस उपरान्त अहिलेसम्मको घटना भइहाल्यो। यस उपरान्त चाहिँ त्यो तीनकुने क्षेत्रमा लगभग तपाईको गौशालादेखि जडीबुटी क्षेत्रलाई चाहिँ आन्दोलन निषेधित क्षेत्र घोषणा गरिनुपर्छ। पहिलो कुरा त्यो एकदमै 100 मिटर 150 मिटर 300 मिटरको दूरीमा एकदमै धेरै प्रज्वलनशील पदार्थ भएको क्षेत्र हो त्यो क्षेत्र पनि। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यत्रो धेरै प्लेनहरूमा त्यत्रो धेरै फ्युल्सहरू हुन्छ। त्यससँगै नजिकै अब हाम्रो चाहिँ एभिएसन फ्युल सेन्टर छ। अनि त्यसको नजिकै जहाँ अन्नपूर्ण मिडियामा अस्ति आक्रमण ढुङ्गामुढा गरेको थियो त्यसको ठिक मुनि जहाँ आगो लगाउने पनि प्रयत्न भएको थियो त्यहीँनिर त्यहाँ चाहिँ त्यो डिपो छ, आल निगमको डिपो छ, पेट्रोल पम्प छ। अनि त्यस पछाडिबाट अलिकति पर 200-300 मिटर पर गइसके पछाडि हाम्रो जडीबुटी प्रशोधन केन्द्र त्यहाँको जेनरल म्यानेजरले भन्नुभएको थियो 28 टन तेल छ भनेर। अस्ति जो आगो लाग्यो त्यो पनि एकदमै नजिक छ। त्यसकारणले गर्दाखेरि अबदेखि सरकारले तीनकुने क्षेत्रलाई आन्दोलन गर्नको लागि उपयुक्त क्षेत्रको रूपमा जो दिने प्रचलन छ यसमा चाहिँ सच्याओस्। माननीय मन्त्रीज्यूसँग म अनुरोध गर्न चाहन्छु त्यो बन्दै हो, त्यो निषेधित क्षेत्रै हो भनेर निर्णय गरियोस्। यसमा अझ पनि किन महत्वपूर्ण रूपमा म चाहिँ जोड दिन चाहन्छु भने त्यो तीनकुने क्षेत्र खाली देखेर सरकारले त्यहाँ आन्दोलन गर्न जाऊ भने होला। तर म माननीय मन्त्रीज्यूलाई सम्झाउन चाहे त्यो तीनकुने क्षेत्र भनेको आज पनि यस्तो एउटा क्षेत्र बनेको छ जहाँ 48 वर्षदेखि धेरै मानिसहरूले आजसम्म पनि जग्गाको मुआवजा पाएको छैनन्। त्यहाँको मानिसहरूले मुआवजा नपाएको कारणले आजसम्म मुआवजा पाएको छैनौँ भनेर हारगुहार गरिरहेको स्थिति छ। अनि जनताको जग्गा सरकारको नाममा भए पनि सरकारले अधिग्रहण गरेर लिए पनि मुआवजा नतिरिसकेपछि त्यो त जनताकै जग्गा हो नि टेक्निकली भन्दाखेरि त। त्यसकारणले त्यो ठाउँलाई खाली देखेर त्यो आन्दोलन गर्ने उपयुक्त क्षेत्र हो भनेर त्यसरी नहेरियोस्। म माननीय मन्त्रीज्यू मार्फत नेपाल सरकारले आइन्दादेखि त्यस क्षेत्रमा चाहिँ आन्दोलन नगराउन भिडभाड जन्ने कुनै पनि क्रियाकलाप नगराउनको लागि निर्देशन जारी होस् भन्ने म अनुरोध गर्न चाहन्छु।